ठेगाना छैन कुन घडी कुन बेला ठेगाना छैन ठेगाना छैन ठेगाना छैन कुन घडी कुन बेला ठेगाना छैन कुन घडी कुन बेला ठेगाना छैन एक दिन पक्कै मर्नुपर्छ आजमभरि छैनौ एक दिन पक्कै मर्नुपर्छ आजमभरि छैनौ दुई दिनको पाउना हामी सदा दिनलाई होइनौ दुई दिनको पाउना हामी सदा दिनलाई होइनौ ठेगाना छैन ठेगाना छैन ठेगाना छैन ठेगाना छैन श्वास हाम्रो प्राण हाम्रो आत्मा रहेछ र यस कारणले तपाईँ हामीले आत्माको चाहिँ साधन गरौँ आत्मामा मन लगाउँ हैन आत्मालाई हामीले चिन्तन गरौँ र आत्मा नै सबैभन्दा श्रेष्ठ हो हाम्रो प्राणपति हो र उसलाई हामी जिउँदो हुँदा हुँदा नै तपाईँ हामीले ध्यान सुमिरन भजन भक्ति गरेर आफ्नो जीवनलाई चाहिँ तपाईँ हामीले कल्याण गर्नुपर्दछ र जहाँ पनि सत्संग हुन्छ त्यहाँ हामी पुग्नु पर्दछ र यस कारणले शोकाकुलको सत्संग हो र उहाँ दिवंगत आत्माले पनि यहाँनेरि सत्संगलाई स्मरण गरिराख्नु भएको होला हैन र जसले हामी यहाँ जति ध्यानले सत्संग सुन्छौँ सुमिरन गर्छौँ नि त्यति नै उसले चाहिँ मुक्ति पाउँछ है उसलाई एकदम शान्ति हुन्छ उसको एकदम त्यो आत्माले चाहिँ चिर शान्ति प्राप्त गर्छ र यस कारणले तपाईँ हामीले जो पनि यस्तो सत्संगमा आउँछौँ सत्संग एकदम ध्यानले सुन्नुपर्छ अनिखेरि चाहिँ उसको सारा त्यो घरमा जे जस्तो हैन अशान्तिहरू छ त्यो पनि भाग्छ जति त्यो घरमा अब कस्तो भूत प्रेतले बास गरेको हुन्छ त्यो पनि उसले शान्ति पाउँछ र उसले पनि हटिदिन्छ राम्रो कार्यको लागि उसले पनि हटिदिन्छ भनेर चाहिँ भन्दछ र यस कारणले तपाईँ हामीले चाहिँ एकदम उहाँको नाममा तपाईँ हामीले एकदम शुद्ध पवित्र भएर मनले एकदम एकछिन भए पनि उहाँको नाममा हामीले सत्संगलाई सुनेको छौँ र गुरु महाराजजीको कृपा होस् कि हुनु त उहाँको नाममा कहिलेदेखिको सत्संग हजुरहरूले गर्नुभएको होला म मात्रै आज आएको हो होइन अब कति बिरामी हुनुहुन्थ्यो भनेर मैले त सुनेको बाइजीहरू पनि आउनु भएको थियो हेर्नुको लागि र उहाँ गएर कुरा सुने मैले हाम्रो प्रेमी भक्त धेरै बिरामी हुनुहुँदो रहेछ भनेर होइन अनि यस कारणले गर्दाखेरि आज त ऊ मुक्त आत्मा भयो नि त होइन शरीरबाट त तपाईँ हामी सबै नै सदा दिनको लागि त हामी आउँदैनौँ एक दिन न एक दिन त हामी जानु नै पर्छ र उहाँले सबैजना हेर्नुहोस् कति राम्रो परिवार उहाँहरूको नाममा यत्रो 7 दिनसम्म सत्संग राख्ने होइन यत्रो उहाँलाई स्याहार्नु पनि भयो फेरि पनि उहाँले उहाँहरूको मनमा कति श्रद्धा भाव छ त कति भाग्यशाली हुनुहुँदो रहेछ कि यस्तो परिवार पाउनुभयो अनि जिउँदा जब ऊ बिरामी हुनुहुन्थ्यो त्यतिखेर पनि उहाँले धेरै सहयोग पाउनुभयो होइन अनि उहाँहरू शरीर छोडेर गएर पनि उहाँको परिवारहरूको प्रेम त्यति नै रहेछ त्यति नै छ होइन र हामी सबैजना यहाँ बसेर इष्टमित्र बसेर पनि उहाँको नाममा 7 दिनसम्म हामीले सत्संग गर्न पायौँ पहिले हंस बेलाबाट आउनुहुन्छ हिजो म हंस बेलामा थिएँ र बाइजीहरू आउनु भएको थियो यहाँ होइन 2 जना बाइजी आउनु भएको थियो अन्त आज मलाई त थाहा पनि थिएन म कि यहाँनेरि सत्संगमा आउँछु भनेर फेरि म पनि बेलुका मात्रै आश्रममा पुगेको थिएँ यस कारणले गर्दा मेरो पनि धेरै काम आफ्नो हैन कति दिनदेखिको म बाहिर गएको थिएँ गुरु पूजादेखिकै म बाहिर थिएँ र आउँदा मेरो पनि धेरै सामानहरु यताउति भएर मैले र तपाई हामी
धेर बेर अगाडिदेखि यस पवित्र स्थानमा बसेर सुन्दर कीर्तनको साथमा सागरबीच सत्संग विचारलाई श्रवण गरिरहेका थियौँ भनेदेखि फेरि पनि तपाईँ हामी केही क्षण सत्संगको तर्फ लागौँ र आज यस गृहमा सत्संग चालू भएको आज 3 दिन भयो र 3 दिन तक भक्तहरूले आफ्नो बहुमूल्य समयलाई दिँदै समयलाई निकाल्दै प्रभुको नामको चिन्तन गर्दै प्रभुको गुणानुवादलाई गाउँदै गाउँदै 3 दिन तक लागिरहनु भएको छ भनेदेखि यो पनि तपाईँ हाम्रो भाग्यले नै प्राप्ति हुँदछ र तपाईँ हामीले प्रारब्धमा राम्रो कर्म गरेको थियौँ, राम्रो कमाई गरेका थियौँ र आज तपाईँ हामीलाई यो सत्संगको घडी प्राप्ति भएको छ र जो बितेर जानुहुने पुण्य आत्मा छ र यो पुण्य आत्माले पनि राम्रो कर्म गरेको थियो र आज उहाँलाई एउटा आत्माको रूपमा भए पनि यो सत्संगको सानिध्य प्राप्ति भइरहेको छ र यसरी हेर्नुहोस् भगवानले भक्तलाई जहिले पनि हेर्नुहोस् यो चाह हुन्छ भगवानको भक्तलाई जहिले पनि एउटा सद्मार्गमा लगाउनु, सद्मार्ग दर्शन देखाउनु एउटा भगवानको चाह हुन्छ। तर नजाने भक्तले त्यो भगवानको चाहलाई भुलिन्छ, त्यो चाहलाई बिर्सिन्छ र ऊ मायामा के हुन्छ भन्दाखेरि मायालाई समातेर मायामा जो लिप्त हुँदछ अनि त्यो मायामा लिप्त भइसकेपछि ऊ एउटा के बनिन्छ भन्दाखेरि एउटा अन्धो व्यक्ति बनिन्छ र त्यो अन्धो व्यक्ति बनिँदाखेरि भगवानले जो तपाईँ हामीलाई बनाउनु चाहनु भएको हुन्छ यो सबैलाई हामीले भुलिदिन्छौँ, यसलाई बिर्सिदिन्छौँ र यसलाई भुलिँदा यसलाई बिर्सिँदा फेरि पनि भगवानले भक्तलाई झकझकाउनुहुन्छ, भक्तलाई उठाउनुहुन्छ र कस्तो तरिकाले उठाउनुहुन्छ भन्दाखेरि हेर्नुहोस् कोही बेला यसरी नै जो 7 दिनको सत्संग लगाएर झकझकाउनुहुन्छ या कुनै घरमा सुखको घडी लगाएर झकझकाउनुहुन्छ या बडे बडे पुराणहरू लगाएर झकझकाउनुहुन्छ या अशुभको घडीमा सत्संग लगाएर हुन्छ कि भक्तलाई के गर्न चाहनुहुन्छ भन्दाखेरि त्यो माया मोहको जन्जालदेखि भगवानले माथि उठाउन चाहनुहुन्छ र किन हामीलाई माथि उठाउन चाहेको भन्दाखेरि तपाईँ हामीलाई त्यो अन्धकारदेखि प्रकाशको तिर लानुको लागि त्यो प्रकाशको छविमा हर पल हर समय तपाईँ हामीलाई रखाउनको लागि चाहिँ भगवानले यो चाह गर्नुहुन्छ। तर नजाने हामी चाहिँ मनुष्य चाहिँ के हुन्छौँ भन्दाखेरि यसलाई बिर्सिदिन्छौँ अनि यसलाई बिर्सिँदाखेरि हामी घरिघरि कहाँ चुर्लुममा डुब्छौँ भन्दा मायामा डुब्छौँ। कसै हेर्नुहोस् परिवारको मायामा डुबिरहेका छन्, कसै धनदौलतको मायामा डुबिरहेका छन्, कसै हेर्नुहोस् जो जग्गा जमिनको मायामा डुबिरहेका छन्, कसै हेर्नुहोस् आफ्नो जो संसारी विषयको मायामा डुबिरहेका छन्। तर यो मायाले हर हमेशा हामीलाई के बनाउँछ भन्दाखेरि यो मायाले हर हमेशा हामीलाई अन्धा बनाउँदछ अनि यो मायाले अन्धा बनाइसकेपछि यो मायाले फेरि तपाईँ हामीलाई परभरसम्म मात्रै यसले हामीलाई साथ दिँदछ। तर भगवानले हेर्नुहोस् यो मायादेखि छुटकारा दिलाएर यो मायालाई टाढो राखेर यो आत्मालाई हर हमेशा एउटा शुद्ध बनाउनको लागि यो आत्मालाई चोखो बनाएर राख्नुको लागि चाहिँ भक्तको जीवनमा भगवानले बारम्बार यो सत्संगको सानिध्य तपाईँ र हाम्रो जो बीचमा के गराउनुहुन्छ भन्दा सुलभ गराइदिनुहुन्छ र सत्संगले नै के गर्छ भन्दाखेरि जो भक्त र भगवानको जो दूरी छ, जो सम्बन्ध छ, त्यो सम्बन्धलाई चाहिँ के गर्छ भन्दाखेरि जोडाउँदछ। मैले सत्कर्मलाई गरे, कति बेलासम्म मैले आत्माको कल्याण गरे, आत्माको उद्धार गरे, त्यो लेखाजोखा तपाईँ हाम्रो हुँदाखेरि त्यतिखेर हेर्नुहोस् न त हाम्रो कुनै बहाना चल्छ
न त कुनै हाम्रो त्यहाँनिर हाम्रो छलकपट कुनै पनि त्यहाँनिर हाम्रो चल्न सक्दैन। हेर्नु, यति डरलाग्दो यो आत्मा भोकाएको हुन्छ, यति डरलाग्दो प्यासी यो आत्मा भएको हुन्छ। त्यति बेला हेर्नु, भोक लागेको बेलामा खाना खान जान्छ, त्यतिखेर खाना पनि यो आत्माले पाउँदैन। खाना खानु जाँदाखेरि उसले हेर्नु हर प्रकारको व्यञ्जनलाई देखिरहेको हुन्छ, तर त्यहाँ खाना खानु जाँदा उसले त्यो व्यञ्जनलाई के भेट्छ भन्दाखेरि एउटा जबडाको रूपमा उसले भेट्छ, खाना नै पाउँदैन। यति डरलाग्दो त्यहाँनिर तडपिनुपर्छ। उसलाई प्यास लागेको हुन्छ, प्यास लागेको बेलामा पानी पिउनु जान्छ, उसले त्यहाँनिर हेर्नुहोस् जो कुनको खोला बगेको त्यहाँनिर उसले देख्दछ, पानीलाई उसले पिउन पाउँदैन। म पानी पिउँछु, म पानी पिउँछु भनेर यति तडपेको हुन्छ, तर त्यहाँनिर हेर्नुहोस् पानी पनि उसले पिउन पाउँदैन। त्यहाँनिर आफ्नो छरछिमेकी इष्टमित्र त्यहाँनिर उसले देखेको हुन्छ, म उनीहरूलाई भेट्छु भनेर ऊ गएको हुन्छ, तर त्यहाँनिर जाँदाखेरि हर प्रकारको राक्षसहरूको दर्शन उसले पाउँछ, तर आफ्नो शाखा सम्बन्धीको दर्शन पाउँदैन। अब उसले म भगवानको दर्शन गर्छु भनेर यति डरलाग्दो आत्मा तडपेर गएको हुन्छ, म आत्मा जो भगवानको दर्शन गर्छु भनेर त्यहाँनिर जान्छ, हर भगवानको त्यहाँनिर रूप उसले देख्छ, तर जब ऊ दर्शन गर्न जान्छ त्यहाँनिर उसले के भेट्छ भन्दा बडे बडे दारा सारा भएको उसले राक्षसहरूलाई प्राप्ति गर्दछ, भगवानको दर्शन गर्न पाउँदैन। तर हेर्नुहोस् आज तपाईँ हामीलाई सम्झाउनु भइरहेको छ, तपाईँ हामी मनुष्यलाई बताइराख्नु भएको छ, जित्दै जी यो आत्माको कल्याण गर, जित्दै जी यो आत्मालाई तिमीले के गर, सत्मार्ग दर्शनमा लगाऊ, सत्कर्ममा यो आत्मालाई तिमीले लगाऊ र जित्दै जी तिमीले मुक्ति दाता ज्ञानदाता सद्गुरुदेव श्री गुरु महाराजजीले आत्माको ज्ञान गराइदिनु हुँदैछ, आत्माको बोध गराइदिनु भएको छ। त्यो आत्मा ज्ञानलाई जित्दै जी प्राप्ति गरेर आफ्नो जीवनमा आत्माको कल्याण गर, यो आत्माले यो लोकमा पनि शान्तिलाई प्राप्ति गरोस् है, अनि परलोकमा पनि यो आत्माले शान्तिलाई प्राप्ति गरोस्, यो लोकमा पनि यो आत्माले सत्संग रूपी भोजनलाई सेवन गरोस्, अनि परलोकमा गएर पनि यो आत्माले सत्संग रूपी भोजनलाई नै उसले प्राप्ति गरोस् भनेर